हेलो गाइस, वेलकम माई युट्युब च्यानल। आज चाहिँ छुट्टीको दिन होइन, हामी तीनजना दाजुभाइ छौँ होइन, घुम्न जाने एक्सप्लोर गर्ने प्लान बनायौँ। अनि हिँड्दै हिँड्दै गयो, हिँड्दा हिँड्दै अनि जङ्गलको बाटो होइन, देख्न सक्नुहुन्छ। खोल्साको बाटो, ढुङ्गाइ घारी होइन। अनि गयो, अनि मासतिर चाहिँ ड्याम छ भनेर गएको। ड्याम चाहिँ छ कि छैन होइन, अब त्यो जाँदै गर्दा थाहा हुन्छ। तलबाट चाहिँ ड्याम जस्तो देखिरहेछ होइन। अनि टक्कै डाँडामा चिसा भएर म चाहिँ सरप्राइज भइदियो क्या। अब ड्याम चाहिँ होइन, लास्टमा चौरी चाहिँ रहेछ क्या, गाई चराउने चौरी हेर्नु। अनि पानी पनि सानो रहेछ, ड्याम छ होला भनेर हामीले चाहिँ सोचिरहेको थियौँ, तर रहेन रहेछ होइन। अनि बनाउनु चाहिँ ड्यामै बनाएको रहेछ, त्यो भरिसकेको रहेछ क्या। अनि पहाडहरू चाहिँ राम्रो रहेछ होइन, हरियाली। त्यहाँबाट उता उँभो चाहिँ के छ गइएन हामी पनि। अनि फेरि अब तलतिर झरेर फेरि आगो सागो फुकेर पोर्कको मासु ढुङ्गामाथि पोलेर खाने प्लान बनाइयो होइन। मैले चाहिँ खाइ पनि हालेँ, अनि सबैजनाले खायौँ, दाइले पनि खानुभयो होइन। अनि त्यहाँनिर फेरि सानो पानी जस्तो पोखरी जस्तो जमेको रहेछ कि। अनि त्यहाँ नुहाए जस्तो त गरिदिनु पर्यो भनेर छिरियो भित्र चाहिँ होइन, तर मुनि चाहिँ पानी चाहिँ लेदो जमेको रहेछ कि बालुवा। अनि धमिलो भयो क्या पुरै। म चाहिँ अनि एकछिन खेलेँ, अनि निस्किहालेँ। अनि होलीको दिन हो, दाइहरू अनि भाइहरू पनि आएको रहेछ र भेट भएर त्यहाँ एकछिन खेल्यो। अनि यो पानी चाहिँ मासतिर अघि देखिन्थ्यो नि ड्याम, त्यहाँबाट झरेको होइन। होलीको दिन थियो होइन, आज टक्कै। अनि फेरि अनि बचेको मासु खानेतिर लागियो, खाइयो होइन। अनि लास्टमा गीत सित बजाएँ मैले, दाइले अनि नाच्न सुरु गरिहाल्यो होइन। डान्स चाहिँ बवाल छ नि होइन। अनि दाइले हानेपछि भाइ चाहिँ के कम पैसा अलिअलि दिनु पर्यो भनेर फेरि मैले पनि दिएँ होइन। मलाई त नाच्नु त आउँदैन, हल्ले जस्तो त गर्नु पर्यो दाइसँग। अनि देख्न सकिँदैन, आफ्नो तालमा दुईजना होइन। अनि हाम्रो दाइ पनि हुन्छ अर्कोजना होइन, अर्कोजना दाइ चाहिँ। अनि अर्कोजना दाइ पनि नाच्नुभयो, तिनजनै नाचेको होइन टक्कै। अनि नाच्दै नाच्दै आएको बाटैभरि नाच्नु चाहिँ डान्स चाहिँ मान्नै पर्छ यत्तिको होइन। डान्स बवालै छ। तपाईँहरूलाई कस्तो लाग्यो त अनि होइन, हेरिदिनु होला। अनि आयो बाटैभरि। अनि आउँदा आउँदै बाटोमा फेरि एउटा उट पनि भेट्यो क्या बाटोमा। उटको पनि सट्ट अलिकति क्लिप राखिदिएँ मैले होइन। अनि त्यहाँ खोल्सामा फेरि मसिनो भुरा माछा पनि रहेछ है। यतिन्जेलसम्म भिडियो हेरिदिनु भएकोमा धन्यवाद। मन परेमा लाइक सेयर गरिदिनुहोस्।